हेलो भाई, नमस्ते, नमस्कार, अस्सलाम वालेकुम। आज हामीहरूको इक्जाम हो, सेकेन्ड इक्जाम हो के तेस्रो परीक्षा दिँदैछु के हामीहरू। अनि साथी साथमा पढ्दै हुनुहुन्छ। यहाँ सबै साथी छन्। भोलि त यार एकदमै दुखीको साथमा छु यार। भोलि होइन यार, किन आज नेपाली हो। आज नेपाली विषय के होला खै थाहा छ किन। साथी पढ्नुहुन्छ, हामी सँगै साथमा पढ्छु कि त्यहाँ साथी साथमा अफरोज के पढ्नुहुन्छ? के पढ्नुहुन्छ भन? नेपालीको कथा। आज कुन सब्जेक्ट हो? नेपाली। नेपाली हो। राम्रोसँग पढ्नुहोस् ल, हुन्छ? किन नपढ्ने, चाहे भने पढिहाल्नु। त्यही त, राम्रोसँग म्याथमा पढ्नुहोस्। अनि के होला अरू साथी छन्, हामीहरू सँगै पढ्छु के। करिम के पढ्नुहुन्छ तपाईँ? साइन्स। आज हाम्रो साइन्स हो, जुन चाहिँ सबभन्दा कठिन सब्जेक्ट हो। अब हुन्छ कसरी हुन्छ अब हेरौँ। याद राम्रोसँग पढ्नुहोस् है। हुन्छ ल, बाई। ल यहाँ दुइटै साथी छन् के, एउटा सानो छ। के पढ्नुहुन्छ? साइन्स। साइन्स हो। राम्रोसँग पढ्नुहोस् है। हो, धेरै कठिन विषय पनि हो साइन्स। मैथको धेरै क्वेशन छ हो, यसमा के। तर पढ्नुपर्छ नि इक्जाममा। इक्जाममा तपाईँ के गर्नुहुन्छ तपाईँ? म त अप्सनल पढिरहेको छु यार। किन झुट? अप्सनल हो यार, हेर अप्सनल हो कि हेर। अप्सनल? अप्सनल हो। किन अप्सनल पढ्नुहुन्छ? आज त नेपाली हो। म मजाक गर्ने होइन के। अप्सनल हो, रियली म अप्सनल हो। म त नेपाली पढ्दैछु यार, म त नेपाली पढ्दैछु। तपाईँ 10 कक्षामा पढ्दै हुनुहुन्छ? होइन, म पनि तपाईँ पनि 10 कक्षामा पढ्नुहुन्छ। म अप्सनल पढिरहेको छु यार। कस्तो हुन्छ यार, त्यहाँ रुटिनमा दिएछ नेपाली हुन्छ आज। मैले बिर्सिहालेँ यार, आज नेपाली हो। त सजिलो विषय हो यार। त्यही त यार, तनाव पढिकन पनि लेख्न सकिन्छ। हुन्छ। राम्रोसँग पढ्नुहोस् है। ल हुन्छ हुन्छ ल हुन्छ हुन्छ कि भाइ, अलिकति नोट गर्नु। ल बाई बाई साथी सब, लभ यू। हजुर पढ्नु। ल हाम्रो गाउँ त्यही हो यार, त्यही शीतलापुर हो। आजको ब्लग कस्तो लाग्यो? राम्रो छ भने सब्सक्राइब गर्नु। म त भन्दैन के तपाईँ लाइक गर, सेयर गर, तपाईँको मन के। ल हस्त, धन्यवाद।